यसमा असिस्टेन्टसिप पाएर फुल स्कलरसिपमा पढ्न पाइन्छ, जसमा ट्युसन फी पनि तिर्नु पर्दैन र लिभिङ एक्सपेन्सेस कभर गर्नलाई स्टाइपेन्ड पनि दिन्छ। अझ त्यसबाट पनि रहेर हामीले सेभिङ गर्न सकिन्छ भन्ने कुराहरू त गर्यो। तर अब त्यो असिस्टेन्टसिप पाउनको लागि के गर्नुपर्छ, इमेल कसरी गर्ने त प्रोफेसरलाई? अब प्रोफेसरले त्यत्रो खर्च गरिसकेपछि आफूले पाएको फन्डिङबाट स्टुडेन्टको ट्युसन फी त्यत्रो कति महँगो हुन्छ, ट्युसन फी तिर्दिन्छ र स्टाइपेन्ड पनि पुग्ने गरी नै दिन्छ। अब त्यत्रो आफूले कन्ट्रिब्युट गरिसकेपछि प्रोफेसरले पनि त आफूलाई एकदम काम लाग्दो, आफ्नो रिसर्चमा हेल्प हुने मान्छे नै खोज्छ। अब त्यो इमेल गर्दाखेरि हामीले कसरी गर्नुपर्छ जसको कारणले गर्दा प्रोफेसर एकदम एट्र्याक्ट हुन्छ र आफूलाई लिने चान्स हाई हुन्छ भन्ने कुराहरू गरौँ। अब इमेलहरू गर्दा अब इमेलको मेन पार्ट चाहिँ सब्जेक्ट हुन्छ। सब्जेक्टमा प्रोस्पेक्टिभ ग्रेजुएट स्टुडेन्ट फर फल 2025 स्प्रिङ 2026 यसरी एट्र्याक्टिभ वेबमा लेख्नुपर्छ। मैले लेख्दाखेरि चाहिँ प्रोस्पेक्टिभ ग्रेजुएट स्टुडेन्ट फर स्प्रिङ सेमेस्टर इन्ट्रेस्ट इन ड्यास ड्यास भनेर लेख्थेँ। जस्तै मैले रिसर्च चाहिँ आफ्नो बायोचारमा गरेको थिएँ, वर्क विथ बायोचार, एक्सपिरियन्स विथ बायोचार भनेर मैले माथि हेडिङमै लेखिदिन्थेँ, जसको कारणले गर्दा प्रोफेसरलाई खोल्न बाध्य होस् न। आफ्नो एरिया जस्तै आफूले जेमा रिसर्च गरे त्यसलाई अरूले के कस्तो गरेछन् त्यो बारेमा रिसर्च गर्न त मन लागिहाल्छ। ल सब्जेक्ट एट्र्याक्टिभ भएपछि इमेल खुल्छ। मेन पोइन्ट भनेको सब्जेक्ट हो, जसले इमेल खोल्नलाई प्रोफेसरलाई एकदम कर गर्छ। अनि अब हामी जाउँ बडीतिर। इमेलको बडीहरू कसरी लेखिन्छ? इमेलको बडी लेख्दा चाहिँ एकदम सटिक वेमा लेख्नु पर्दछ।